गृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनको परिवारको नाममा ठुलो परिमाणमा जग्गा, विभिन्न कम्पनीका सेयर, ब्याङ्क ब्यालेन्स, सवारी साधन र पौत्रिक सुन रहेको उल्लेख छ। गृहमन्त्री गुरुङको व्यक्तिगत नाममा धनकुटामा 19 रोपनी 15 आना जग्गा रहेको छ। त्यस्तै उनको पिता दिलबहादुर गुरुङको नाममा चितवनमा कट्ठा जग्गा उल्लेख गरिएको छ। विशेष गरी उनका बाजे रामसल गुरुङको नाममा गोर्खाको चुम्नुब्रीमा 221 रोपनी विशाल जग्गा रहेको सम्पत्ति विवरणमा जनाइएको छ। सेयर बजारमा पनि उनको उल्लेख्य लगानी देखिएको छ। होप होल्डिङ प्रणालीको 30,000 किता सेयर र लगुम प्रिमियर अपार्टमेन्टको 57,000 किता सेयर रहेको विवरणमा उल्लेख छ। यस्तै एडभेन्चर भिल्ला प्रणालीको 70,000 थान सेयर अर्थात् 70 लाख रुपैयाँ पनि उनले आफ्नो सम्पत्तिमा उल्लेख गरेका छन्। सवारी साधनतर्फ गृहमन्त्री गुरुङसँग लगुम प्रिमियर अपार्टमेन्टको 1 थान कार रहेको खुलाइएको, जसको मूल्य 47,91,000 रुपैयाँ उल्लेख गरिएको छ। ब्याङ्क ब्यालेन्सतर्फ लक्ष्मी सनराइज ब्याङ्कमा 5,35,000 रुपैयाँ, नोबेल ब्याङ्कमा 56,25,000 रुपैयाँ र साइनमा ब्याङ्कमा 1,500 रुपैयाँ रहेको जनाइएको छ। गृहमन्त्री गुरुङसँग 89 तोला सुन रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन्, जसलाई पौत्रिक सम्पत्ति भनी जनाइएको छ।